पाकिस्तानले बिहीबार राति जम्मू र पठानकोटमा ड्रोनबाट आक्रमण गरेको छ। भारतले गरेको आक्रमणको 2 दिनपछि पाकिस्तानले पनि जवाफी कारबाही गरेको हो। भारतीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएका छन्। यद्यपि भारतीय S-400 मिसाइलले पाकिस्तानी ड्रोनहरू खसालेको दावी गरिएको छ। यसैबीच जम्मूमा राति 8 बजेदेखि ब्ल्याकआउट भएको छ। आरएसपुरा सेक्टरमा पाकिस्तान तर्फबाट गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्। पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। जम्मू नजिकै पाकिस्तानको F-16 लडाकु जहाज खसालिएको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट लगाइएको छ भने पन्जाब, जम्मू कश्मीर र राजस्थानमा उच्च सतर्कता अपनाइएको समाचारमा उल्लेख गरिएको छ।